हो या आज चाहिँ हामी होइन घाँस काट्नु गइरहेको छु यहाँ मेङखाङको मुनि अनि आज चाहिँ खतरा कटाइ हुन्छ। आज चाहिँ घाँस चाहिँ उहाँ हाम्रो जिग्री हाम्रो यो चाहिँ किचन बनाउने प्लान छ त्यहाँ चाहिँ हो यो चाहिँ माथि जाने हो। हामी चाहिँ उता टाइलिङ तोडिसकेपछि चाहिँ यहाँ मेङखाङमा आएर बसिरहेको छु। त्यही कारणले अहिले यहाँ नयाँ नयाँ बिल्डिङ पनि बनिरहेको छ मेङखाङको यतापट्टि एकदम। यो कति करोडको बनिएको रे बिल्डिङ? 10 करोड 10 करोड कहाँ बनिन्छ यो त? 50 करोड जस्तो लाग्यो, 50 करोड पनि ज्यादा होला लगभग होइन। हामी चाहिँ यो चाहिँ हाम्रो खेल्ने ठाउँ, यहाँ लुगा सुकाइन्छ। यहाँ हाम्रो दाइ उता छ ऊ। आज हामी जोरदार घाँस कटाइ हुन्छ यतातिर हाम्रो यो आज हाम्रो घाँस खतरा फडाइ हुन्छ। यो घाँस चाहिँ हामी फार्ने हो यहाँबाट। भोलिपर्सि अब बर्खाको महिनामा फेरि सर्पहरू केही हो यताबाट आउँछ भनेर फेरि एकजना टोकिदिइहाल्ने रड्डी हुन्छ फेरि हो। त्यही कारणले चाहिँ यता यो चाहिँ सब फानेर चाहिँ एकदम क्लिन बनाउने प्लान गरिरहेको छु। त्यस्तै हाम्रो 2 घन्टा जस्तो लाग्छ होला है, त्यस्तै 2 घन्टा जस्तो लाग्छ टक्क। यो चाहिँ यति जाने बाटो चाहिँ हामी यो मेङखाङ भित्र जाने बाटो यो छ त के हो टक्कला त्यो चाहिँ हामी यहाँ बाटो बनाउँदैछ। अनि यहाँबाट चाहिँ बाखाङ जाने बाटो हो, यहाँबाट बाखाङ नजिकै पर्छ। त्यो हाम्रो चाहिँ उता के अरे हाम्रो चाहिँ उता डाइलिङ चाहिँ भकाइरहेको छ। त्यो डाइलिङ भकाएर चाहिँ हाम्रो चाहिँ अनि रुम चाहिँ मेङखाङमा सारिरहेको छ। त्यही कारणले मेङखाङमा त्यस्तै हाम्रो रुम पार्टनर 21जना छ होलमा। त्यही 2 वर्षसम्म समथिङ लाग्छ भनेको थियो। त्यही होलमा बस्नुपर्छ 2 वर्ष चाहिँ अब दुःख गरेर दुःख सुख होइन। अब के गर्नु, ढाबा लाइफ चाहिँ अहिले आर्मी लाइफ जस्तो रहेछ, आर्मी जिन्दगी जस्तो टाइपको रहेछ। ओ उदे काट्ने काट्ने उहाँ छ है। ल अब धमाधम ल स्टार्ट गरे केटा काट ल। उहाँ चाहिँ हाम्रो पहिलो स्टार्ट गर्दैछ उहाँले है। ल हामी चाहिँ यस्तो छ है केटा हो ल। अनि मेरो भिडियो हेर्दै गर्नु, तपाईँहरूलाई यस्तो यस्तो धेरै धेरै अपडेट गर्दैछु म होइन। तपाईँहरूले मेरो भिडियो हेरेर साथ दिनु होला होइन। मेरो फेसबुक पेजमा फलो छैन, फलो गरिदिनु होला। मेरो युट्युब पनि छ, युट्युबमा सब्सक्राइब पनि गरिदिनु होला। यो भिडियो चाहिँ धेरै धेरैजनासम्म पुऱ्याइदिनु होला भन्ने अनुरोध गर्दै अनि हामी अब काट्न लागे साथी हो। लगडा ल 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 अब म पनि काट्नु स्टार्ट गरिरहेको छु। हाम्रो यस्तो काट्ने ऊ चाहिँ यस्तो छ होइन, खोडा चाहिँ टक्क लाएर काट्दैछ जोरदार पुरो भाइले एकदम होइन। भाइ तिमी आसामको होइन? आसाममा यसले खेती चाहिँ गरेको रहेछ पहिला हेर्न त कब्बो यहाँदेखि फारेर यहाँसम्म पुगेछ यार। खतरा कटाइ छ है आज, खतरा कटाइ। हाम्रो दाजुले यो रुख सब ढालिसकेको छ यार आम्मामा। हाम्रो यहाँ पिके हो उहाँले फेरि हेर्न सारसुर सबै यहाँको बाउ सब काटिसकेको छ। कम ब्रो कमिङ लगडा हो हात थाके भाइ यिनीहरूलाई ओ आइज भाइ ओ ठिले दाइ काम यार कमान यार। ल दाजुहरू यो लिनुहोस्, हल्का सहयोग गरिदिनु होला है। ल ठिक छ केही छैन एकदम छैन। ल ओ यसलाई दिउ यसलाई। वाउ हामी चाहिँ अब अहिले थाकेको अवस्था, हल्का काम गऱ्यो त्यही कारणले। ओ दाजु खै नगर्ने ओ ल ऊ दाजु चाहिँ बिरामी छ अरे। ल ठिकै छ केही छैन। हाम्रो आजको स्पोन्सर चाहिँ काम गरेको यो भिन्दाक चाहिँ उहाँ हो, उहाँले जुस दिने भन्दैछ हामीलाई। एकदम उहाँहरू मायालु छ, जो दान गर्छ। लामाहरूलाई दान गर्नु नै ठुलो हो होइन, उहाँहरूको मन राम्रो छ। ओ ओ ओ ओ यहाँ ढुङ्गा राख्नुपर्ने छ यार। पानी परिरहेको छ तर पनि केटाहरू जोरदार काम गर्दैछ हाम्रो।
ल हाम्रो अघि जङ्गल जस्तो थियो अहिले एकदम क्लिन एकदम सफा भयो ल हैन एकदम हैन वातावरण यताउता सफा गर्नुपर्छ सफा स्वच्छ राख्नुपर्छ आफूलाई बिरामी हुँदैन अरूलाई पनि बिरामी हुँदैन हैन आफ्नो वरिपरिको सामानहरू सबै सफा गर्नुपर्छ त्यही कारणले हामीले नि आज जे यसो ताल सफा गरिहेरेको त्यो सबै क्लिन भइसकेछ टक्कै हाम्रो साथीहरू सबै एकदम कामदारवाला मात्रै छ मेहनतीवाला मात्रै छ हाम्रो भाइले फेरि जुस पनि ल्याइसकेछ हाम्रो टक्कै ल्याएर हो हाम्रो भाइले जुस ल्याएछ आज यो जुस चाहिँ उहाँ नि फेरि आसामिस हो उहाँ फेरि उहाँ खतरा हो छिट्टोमा छिटो एकदम अब मकै भुटे त के भन्नु नि ऊ त घोडा जस्तो घोडा बेल घोडा भन्छ नि बेल घोडा एकदम तुफान कुद्ने चाहिँ बिजुलीभन्दा छिटो पुगेर आउँछ जे चिजमा नि खतरा उहाँ आज मौसम पनि दामी रहेछ है वाउ यो मौसम चाहिँ एकदम दामी हो आज बर्थडे छैन नि मेरो अस्ति नै गइसक्यो मेरो बर्थडे त बर्थडे बोय त छैन नि अहिले यहाँ त खोइ कसको यहाँतिर केटा कोही छैन होला बिल्डिङ चाहिँ खतरा छ कसम यो बिल्डिङ चाहिँ आम्मामा 50 करोडको हो यो बिल्डिङ बनिँदैछ अब अगाडिबाट पनि देखाउँछु बनाइसकेपछि अगाडिबाट हो त्यही हो दामी छ ल सकिसकेछ ल केटा होस् उता पुरा खेल्दैछ ल ओइ हामी यो जुस पिदिउँ ल केटा अब एकछिन बिसाएर ल ओइ कहाँ रहेछ आम्बो कालिस पनि रहेछ त्यो पर्दा यार हो यहाँ काम गरेर चाहिँ अब सकेर चाहिँ हामी जुस पिउनु छु एकदम बसेर न के भन्नु छ केटाहरू भन्नु छ के भन्ने हो यस्तो भयो कुरा ल हामी चाहिँ हाम्रो त्यो बाहिर एकदम सरसफाइ गरेर लास्टमा अन्तिममा चाहिँ के हो जुसको अनि यो दाम गर्ने चाहिँ को अब उहाँ स्पोन्सर उहाँ हो दसाङको तपाईँ चाहिँ म चाहिँ उहाँको रोकराम राइट ह्यान्ड भन्दा पनि मिल्छ रोकराम भन्दा पनि मिल्छ एकदम सहायता साथ दिने अब आज काम त हाम्रो होइन सरसफाइ काम त सकिहाल्यो अब यो सरसफाइ गर्न चाहिँ तपाईँले कसरी लगायो कि तपाईँ आफूले सोचेर गऱ्यो कि कसो खास यो अरू कसैले लगाएन आफूले सोचेर चाहिँ म र एकजना मेरो साथी दसाङमा थियो उसले मलाई के भन्दैछ भने बाहिर सफा गरिदिउँ होइन भनेपछि हाम्रो यो स्पिनहरू के फाल्दाखेरि पनि भनेपछि साथीहरूलाई होइन त्यो भित्र फेरि झारी भएर सर्प आएर केहीले टोक्छ होला होइन त्यो चौक्यो भने राम्रो हुँदैन बिरामी हुन्छ त्यही कारणले उसलाई त्यस्तो नहोस् र अनि सफा पनि होस् एकदम सबैको लागि सोचेर चाहिँ हामीले सफा गरिदिएको हाम्रै सोचले हो अरूको सोच केही छैन यसमा अडाएको छैन आफूले सोचेर चाहिँ राम्रोसँग गरिदिएको हाम्रो एकदम सोच उहाँले हो खास चाहिँ उसको ठुलो सोच चाहिँ उहाँबाट छ है फेरि योगदान ठुलो चाहिँ उहाँबाट छ उहाँलाई मैले सहयोग गरिदिएको मात्रै हो मेरो चाहिँ मेरो सँगसँगै साथीहरू सबैजना सहयोग गर्नु धेरै धन्यवाद गर्दाखेरि चाहिँ हामी पनि अब गर्न पायो हामी खुसी लाग्यो ल तपाईँलाई यस्तो यस्तो भिडियो हेर्नु मन छ भने सब्सक्राइब गर्नुहोस् मेरोमा सब्सक्राइब लाइक फलो कमेन्ट सब गरिदिनु होला तपाईँलाई फेरि म यस्तै भिडियो ल्याएर आउने गर्छु हस्त धन्यवाद